बाटो थाहा छ है दाइ तपाईँलाई? बाटो थाहा छ है? भन्नु ल। के पसल हो दाइको? चौडा पसल। आजकल त छैन होला, मान्छेहरू आइपुगे छैन सबै गाउँबाट है। दाइ घर कता हो? ओखलढुङ्गा जानु भएन? कता कता दोलखा हुँदै आउनुभयो? अब हामी बिपी राजमार्गबाट आउने होइन पहिला त। कति भाडा महँगो सस्तो कस्तो पर्यो है? अरू बेला कति थियो? हाम्रो 700 भएको त 2500 पुग्यो। तपाईँहरू कहाँबाट निस्किनु भयो? मन्थलीतिर निस्किनु भयो कि? मन्थली निस्किनु भयो? ए मेरो पनि रामेछापै हो क्या दाइ। हाम्रो पनि रामेछाप यता काभ्रे छेउतिर मन्थली पुगेर घुमेर आउनु पर्यो नि उताबाट। चाडबाडमा घर जानेहरूको बिजोग भयो, बिजोग हो। त्यही त बेकारमा आएछु भने जस्तो पार्थ्यो त ल। पोहोर त तपाईँको पहिल्यै त्यस्तो भइदियो, कतिपय मान्छेहरू गएनन् होइन। यसपालि चाहिँ अब सबैजना गएको थियो नि त। हो यहाँबाट भित्र हो। गाडी र बाटो सम्झिँदा त घर जानु मन नलाग्ने भइसक्यो भने चाहिँ। पानी त कन्टिन्यू एकछिन रहेको होइन त, 2 दिन त परिहाल्छ। त्यही त बसिरहेको ठाउँमै डर भयो के।